कथा सुनाउनु मैले सुनाउनु न केही केही होला नि यसरी बिहे भएको त्यसरी भएको भनेर तेरो बेड बिलेर यता बिहे गरेर लिएर गएको हामीलाई बोलाएको होइन लौ आमालाई थाहा छैन आमाले खोजे केटी होइन के हुन्थ्यो अब यी माला पनि यताबाट बिहे गरेर बिहे गएको बाटा यहीँ हुनुहुन्थ्यो हजुरआमालाई हेर्न आउनु भएको बा यहीँ हुनुहुन्थ्यो अनि लो छोराले बिहे गरेछ भन्दैछ नि अनि बा यही जानुभएको यसले पछि लगेको ए लभ म्यारिज पहिला पहिला मन पराएर बिहे भएको कि त्यत्तिकै बिहे गरिदिएका हुन् खोइ त म जान्दिनँ क्या मालोबाट गराएको क्या ए मालोबाट गराएको यो भने चाहिँ आमाले खोजे बुहारी होइन होइन अनि आमालाई मन पऱ्यो कि परेन बुहारी बुहारी त मन पर्यो मलाई मन किन पर्यो त्यहाँ उहाँ लगेर अब धेरै दिन बसेन नदीपार बस्यो अरे अनि लिएर गइगयो कति वर्ष बस्नुभयो कहाँ नेपाल यहाँ घरमा नेपाल मम्मी बिहे गरेपछि यहाँ घरमा त कहाँ बसेर त्यतिखेर त 4-5 दिन बसेर गइहाल्यो नि हो र बिहे गरेर लिएर गएको ए घरमा धेरै बस्यो 7-8 दिन बसेर अनि दिँदै गएको अनि मेरो बुहारी यहीँ राख भन्नु भएन छोरालाई भनिन भन्नु पर्थ्यो नि भनिन मैले तँलाई यति दुःख गरेर मैले हुर्काएँ तेरो बुढी यहीँ राख भन्नु भएन भनिन भन्नु पर्थ्यो नि त आमाले भन्नुपर्छ भनिन